आज मह निकाल्दैछौँ। यो मह चाहिँ अब यसरी सिल भएको, अब यो मह त सानो गोला रानी बनाएको गोला हो। यसमा सानो गोलामा थोरै थोरै मह बनाउँछ, मौरीको सङ्ख्या थोरै हुन्छ। यो महको विशेष गरी यो सिल चाहिँ हुनुपर्छ महमा। सबभन्दा मुख्य कुरा मह भन्नको लागि मौरीले जङ्गलबाट जुन फुलको रस ल्याउँछ नेक्टर, त्यो नेक्टरलाई ल्याइसकेपछि मौरीले यहाँ घरभित्र ल्याइसकेपछि एकले अर्कोलाई लोड अनलोड गरेर यसलाई मह बनाउँछ। सिधै फुलको रस ल्याएर खोकामा राखेर मह बन्ने होइन। त्यो ल्याइसकेपछि अनि यो राखेर यसलाई पकाएर आफ्नो तापक्रमले पकाएर अनि पाक्यो भन्ने कुरा यिनीहरूलाई थाहा भएपछि अनि बल्ल यसलाई सिल गर्छ। यो भण्डारण हो, यो चाहिँ सुरक्षित भण्डारण र यो हामीले परिपक्व भएको मह हुनाले यो मह चाहिँ पाकिसकेको परिपक्व मह हो। यो हामी धेरै वर्षसम्म राख्न सक्छौँ यो महलाई। मह यो सिजनको यो हुन त स्पेयर तपाईँहरू मिलाइराख्नु भएन सर, यसलाई बन्द गर्नु। यसो हो सर, यो आजभोलि यो विशेष गरी फागुन चैतको सिजन भनेको हाम्रो यहाँको भूगोलमा भूगोलअनुसारको विभिन्न ठाउँको त्यो हुने भयो भने सर होइन। यो फागुन चैतको मह भनेको यहाँ सिसौ र रुदिलो र सिम्बल अलिअलि भेट्छ। यसले सिम्बल, सिसौ र रुदिलोको मह चाहिँ हामीले यसमा बन्छ यस बेला। हाम्रो वरिपरिको जङ्गल यहाँ रुदिलो र सिसौको बढी मात्रामा छ, यिनीहरू कुनै पनि छैन क्या। अनि हामीले यो महमा तोरीमा फागुनको तोरी गोपी तोरी काटिसकेपछि अनि हामी यो मौरीमा आउने हो। हामी यहाँ 19 गते यो फागुनको 19 गते हामी आएका थियौँ यो ठाउँमा। फागुनको 19 गतेपछि आज हामीले मह निकाल्दैछौँ। यो मह चाहिँ अब यसरी सिल भएको, अब यो मह त सानो गोला रानी बनाएको गोला हो। यसमा सानो गोलामा थोरै थोरै मह बनाउँछ, मौरीको सङ्ख्या थोरै हुन्छ। यो महको विशेष गरी